आन्दोलन के दर्शन गर्नुहोस् सेती देवीको यसको स्टोन हो वेलकम ब्याक अनदर भ्लग स्वागत छ तपाईहरुलाई हाम्रो वनहाङ भ्लगमा आज हाम्रो यात्रा लगभग 700 किलोमिटर है नि दाइ 700 किलोमिटर काठमाडौँ टु इलाम हाम्रो यात्रा बिहानको लगभग 6-7 बज्न लाग्यो भने कति 6 बज्न लागेको छ 6 हाम्रो जाँदैछौँ हामी धुलीखेल मुनतिर अब आइपुग्यौँ मौसम यस्तो छ अडी दाइ यता म हाम्रो त्यो छ संसार लगभग आज दिनभरिको यात्रा यतिकै हो एकदम गाह्रो कठिनाइ छ पुरा हुस्सु लागिरहेछ यो यहाँ तलतिर मौसमले जो हामीलाई साथ दिन्छ होला आज चाहिँ पानी पर्दैन भने त रमाइलो भइगयो नि त पानी पर्यो भने त झन् बिजोकको रमाइलो हुन्छ हामीले स्वागत छ फेरि पनि हामी चाहिँ आधी बाटोमा आइपुग्यौँ हामी पक्का ठ्याक्कै चिया कफी खाने ठाउँमा आइपुग्यौँ लगभग हाम्रो चाहिँ 600-700 किलोमिटरको यात्रा आज लगभग काठमाडौँ टु इलाम दाइ म यता लगभग दिनभरि यतिकै यात्रा यहाँबाट कफी खाएर अब लगभग बेलुकाको 7-8 बजी अहिले भर्खर 6-6:30 भयो होला बाटो यस्तो छ बाटो त्यहाँ हाम्रो स्कुटरको यात्रा म पनि पहिलोचोटि हो स्कुटरमा चाहिँ जानु लाग्यो बाइक स्कुटरमा भनौँ न यहाँदेखि लगभग 13-14 घन्टा लाग्नु यस्तो छ यस्तो देख्न सक्नुहुन्छ अब कफी खाएर चाहिँ 10-15 मिनट 20 मिनट बसेर हिँड्ने हो ओके अब बाटोमा भेटौँला यस्तै छ यो रोड यहाँ देख्न सक्नुहुन्छ ओके सी यू अगेन सिन्धुली स्टार्ट भयो एउटा सेल्फी निकाल्दिनु भाइ हो कि भाइ कहाँ चल्नु न त इलाम यो गाडो चाहिँ कहिले आफ्नो भोलिको हाम्रो राति दाइको राम्रो यहाँ चाहिँ भर्खर आइपुग्यो यहाँ तल रिजोर्टहरू छ यहाँ सेतीदेवी कसलाई दर्शन गर्नु छ भने दर्शन गर्नुहोस् सेतीदेवी ऐनाहरू पुरा अनि सुनकोशी सेतीदेवी तपाईहरुले कहाँनेर उयो गर्नु त्यो नाम देखेर के उतै नै राखेको त तिम्रो नाम पनि त्यो तर मेटी होला पानीले मेटी होला दाइ म हिँड्छौँ दाइ
चाहिँ कडा जान्छ तपाईँको काले भाइले मगर पतला काठमाडौँ जाने जानु होला काठमाडौँ 4 बजी हिँड्नु भएको तिम्रोमै यहाँ थियो ब्रदर नाम यार अब त्यो मेटिसक्यो होला मेटिसक्यो हेर्नु गाडी लिएको अब निस्किने अब यहाँबाट चाहिँ यस्तो आउँछ यस्तो काइले भेट्यो भने त होइन त मात्रै लगिहाल्छ नि यहाँ त अझ मन्दिर भएर अलिक स्लो गर्छ कि अब ऊ त नि सत्य नाश गरिहाल्छ नि सत्य हो नि हो सत्य हो गाउनु दाइ यो तपाईँलाई के एउटा गिफ्ट दाइ यो तपाईँलाई एउटा गिफ्ट मार्दा चाहिँ अनि यो अन गर्दा चाहिँ अनै छ अब तिमीलाई त यहाँ छ अब म त कहाँ चुस्नु त यता यस्तो यहाँ तलको बाटो यस्तो जुत्ताहरूको हालत यस्तो छ यहाँ सामान यस्तो भरिभर प्याक यस्तो ठाउँमा बसेको छ अब एकछिन बसेर यहाँबाट निस्किन्छ अब गएर कहाँ गएर हो यसो चारो खाएर चाहिँ अनि फेरि लाग्यो यस्तो छ काई पो हुने रहेछ त्यो टाइपको छ यस्तो बसाले भेट्यो भने झिरेकै हो फेरि चाहिँ खिरखिरे पुल छेउ दाइ दाइ के भन्ने दाइ हेलो गाइज वेलकम टु इलाम अन द बाटो विमान कम गाइज कम हियर विमान आइपुग्यो तातेर गिडै सर्किसक्यो तातेर सिट तातेर तराई छिरिसक्यो तराईको यो गर्मीमा बाँसको शीतल छारेमा बस्दै त्यही नै गर्मी छ दाइलाई हपहप झन्नैले अन्डा पड्क्यो अब बाटोमा बसेको छ अब यहाँदेखि कति घन्टा दाइ अब 1 घन्टा 1 घन्टा मेबी त्यस्तै 1 घन्टा पछि हस् स्याप खाने अनिदेखि चाहिँ बाटो यस्तै हो धेरै गर्मी छ यहाँ चाहिँ धेरै गर्मी छ अति नै भनि नसक्नु छ यहाँ थामी नसक्नु गर्मी जङ्गल यस्तो छ र नि गर्मी चाहिँ यो चाहिँ ठ्याक्क अहिले भन्दाखेरि विमान हाम्रो यात्रामा यो 10% चाहिँ 10-15% चाहिँ बाटो आइसक्यो अब यहाँदेखि फेरि लागेर खाना खाने ठाउँमा भेट हुन्छ हेलो गाइज त्यसले त मलाई स्टन देखाइरहेछ त दाइ कसले उयो मुलाले त्यो काइले त त्यो झर्दा त्यसका करङ यस्तोले भेट्यो भने त अनि त्यसले अनि पाछा पुजुक बनाइदिइहाल्छ नि अनि त्यहाँबाट त्यस्तो गरेर यसको स्टोन हो गाई हान्नु यसलाई चाहिँ ट्राफिकले हान्नुपर्ने स्टोन देखायो त दाइ गाई कडा देखाइदियो त यति बोसो घटाउनु पायो घट्छ हौ दाइ अच्छी त्यस्तो बसो त घटिहाल्छ नि दाइ यस्तो एक्सर्साइज हान्नु पऱ्यो ए यस्तो गर्मी भने त्यस्तो एक्सर्साइजले त नि यसरी हान्छ अब एक्सर्साइज सकेर चाहिँ अब 10-15 मिनट
बसेर चाहिँ अब लागिन्छ Just to time 10-15 minutes. Then let's go. त्यस्तै हो गर्मी पुरा छ विमानमा चाहिँ अति नै गर्मी रहेछ विमानमा धिमान भइरहेछ र त ओके खाना खाने ठाउँमा भेटौँला ओके खाइ भइहाल्छ नि दाइ Oh my sexy boys. दाइको सेक्सी पारा हामी चाहिँ अब Now it's time to move on here from here. हामी के अरे त्यो सिन्धुली गढीबाट एकैचोटि Gaighat. गाईघाटको जङ्गलमा रङमा अब चाहिँ यहाँबाट फेरि मुभ टु होम टाउन भन्छ फेरि My hometown. सुरु स्टार्ट भयो यहाँ आएर हामी बसेको लगभग आधी घन्टा भयो त्यहाँ पर आउनुहुन्छ दाइ यहाँबाट हाम्रो चाहिँ धेरै गर्मी छ यहाँ पुरा गर्मीले चाकबाट पसिना आएछ अरे हाम्रो घोडा टु रेडी माथि निकाल्नुहुन्छ ल अहिले चाहिँ लाग्यो भरे फेरि भेटौँला यो अब यहाँबाट निस्क्यो हामी यो जङ्गल खडानी के हो पुरा लुङ्गी पनि माथि सुर्काएर बुढी नै हो भर्खरको त होइन यहाँबाट गयो अब लाग्यो यो गाडीको पुरा सिधी साला यहाँ त गर्मी भएर हाम्रो त लप्सीको गेडाबाट पसिना आएछ रे गेडाबाट पसिना आएछ गेडाबाट मरे चाहिँ यस्तो गर्मीले त कसरी बस्छ यहाँको मान्छेहरू खानु पर्यो लाग्थ्यो उतै पुगेर भेटौँला सुताइ छ भर्खर जमकायो अब चाहिँ 3-4 घन्टा भयो गर्मी चाहिँ यस्तो गर्मीले मार्ने भयो गाडी चल्छ सोही यहाँ मार्नु पर्यो नि के को आन्दोलन तर आन्दोलन नाराबाजी होला नि